मुनाले पूजाको आमासँग माफी माग्न खोज्दै हुनुहुन्थ्यो, तर रामले माफी माग्न दिनु भएन। उल्टै पूजाको आमाकै गल्ती छ भनेर रिसाउनु भयो। त्यो देखेर पूजाको आमाले त घरै छोडेर जानुभयो अनि मालती कोमा पो गएर बस्नुभयो। अब मालती नयाँ चाल चल्दै हुनुहुन्छ। रामको काका र काकीलाई आफ्नो हातमा लिएर रामसँग बदला लिने कोसिस गर्दै हुनुहुन्छ। के अब आउने भागमा मालतीले रामसँग बदला लिन सक्नुहुन्छ? मलाई लाग्छ जतिसुकै षड्यन्त्र रचे पनि मालतीले रामलाई फसाउन सक्नुहुन्न। उल्टै रामको जालमा चाहिँ मालती फस्न सक्नुहुन्छ। रामले पूजाले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको चिठी भेटाउनु भयो। त्यहाँ लेखिएको थियो, पूजाको पेटमा भएको बच्चा त समीरको मितको पो रहेछ। अब रामले पूजालाई कसरी न्याय दिनुहुन्छ र उसलाई कानुनको कठघरामा कसरी ल्याउनुहुन्छ? पूजा त मरिसक्नुभयो। यो सबै कुराहरू अब कसरी रामले प्रमाणित गरेर दोषीलाई कारबाही गर्नुहुन्छ होला? अब आउने भागमा रामले पूजाको आमा बुबालाई सम्झाउन सक्नुहुन्छ कि सक्नुहुन्न? पूजा मर्नुको पछाडि उसकै सासू र मितको हात छ भनेर बुझाउन सक्नुहुन्छ कि हुन्न? मलाई लाग्छ रामले अब नयाँ चाल चल्नुहुन्छ र दोषीलाई कानुनको कठघरामा ल्याएर पूजालाई न्याय दिनुहुन्छ होला।